नमस्ते सबैलाई, म सुगम र आज म तपाईहरूलाई मेरो कलेजको एक दिन कसरी बित्छ भनेर देखाउन लागिरहेको छु। अहिले बिहानको 6 बजेको छ र म आफ्नो साथीसँग कलेज जाँदैछु। बिहानको यस्तो यात्रा नै दिनको राम्रो सुरुवात जस्तो लाग्छ। केही समयको यात्रापछि हामी कलेज पुग्छौँ। यही ठाउँ हो जहाँ हरेक दिन नयाँ कुरा सिक्ने र आफूलाई अझ राम्रो बनाउने अवसर पाइन्छ। दिनको पहिलो गन्तव्य भनेको आफ्नो क्लास नै हो। नयाँ ज्ञान र नयाँ अनुभवको खोजी यहाँबाट सुरु हुन्छ। अहिले क्लास भइरहेको छ। आजका लेक्चरहरू सुन्दै नोट्स बनाउँदै दिन अगाडि बढिरहेको छ। आज हाम्रो प्रेजेन्टेसन पनि थियो। अलिकति नर्भस थिएँ तर राम्रैसँग सकियो। आफ्नो पालो सकाएर साथीहरूको प्रेजेन्टेसन पनि सुनियो। अब ब्रेक टाइम। साथीहरूसँग बसेर चिया पिउँदै र मिठो गफ गर्दै दिन अझ रमाइलो बन्यो। यस्ता साना पलहरूले नै कलेज लाइफ स्पेशल बनाउँछ। क्लास सकिएपछि म र मेरा साथीहरू भक्तपुर घुम्न गयौँ। त्यहाँ हामीले रमाइलो गर्यौँ र फोटोहरू पनि खिच्यौँ। लगभग 3 बजेतिर हामी त्यहाँबाट फर्कियौँ। पहिला साथीलाई उसको घरसम्म छोड्न जाँदैछु। बाटोमा दिनभरका कुरा गर्दै रमाइलो पनि भइरहेको छ। अब म पनि घर फर्किँदैछु। यसरी अर्को एउटा सामान्य तर यादगार कलेजको दिन सकियो। कलेज केवल पढ्ने ठाउँ मात्र होइन, यो यादगार अनुभवहरू बनाउने